तिमी कहिले यस्तो सपना देखेका छौ जहाँ तिमी उडिरहेका हुन्छौ वा कसैले तिमीलाई पछ्याइरहेको हुन्छ तर अचानक आँखा खुल्छ? के त्यो केवल इमेजिनेसन हो कि त्यसको कुनै गहिरो अर्थ हुन्छ? आज हामी बुझ्नेछौँ सपनाको रहस्य। सपना भनेको के हो? जब हामी सुत्छौँ हाम्रो शरीर आराममा हुन्छ तर दिमाग भने एक्टिभ नै हुन्छ। विशेष गरी ऱ्यापिड आई मुभमेन्ट स्लिप REM स्लिपको समयमा यही बेला आँखा छिटो मुभ हुन्छ, दिमाग विभिड इमेजेस बनाउँछ र सपना देखिन्छ। त्यसैले सपना स्लिप मुभी जस्तो हो। अब मुख्य प्रश्न, किन हाम्रो दिमाग सपना बनाउँछ? 1. मेमोरी प्रोसेसिङ। दिनभरका कुरा दिमागले अर्गनाइज गर्छ। 2. इमोसन कन्ट्रोल। स्ट्रेस, डर, खुसी सबै प्रोसेस हुन्छ। 3. प्रब्लम सल्भिङ। कहिलेकाहीँ सल्युसन पनि सपनामै आउँछ। त्यसैले सपना भनेको ब्रेनको नाइट वर्क हो। के सपनाको अर्थ हुन्छ? यहाँ 2 फरक विचार छन्। साइन्टिफिक भ्यू, सपना बराबर ऱ्यान्डम ब्रेन सिग्नल्स, कुनै फिक्स्ड मिनिङ छैन। साइकोलोजिकल भ्यू, प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रोइड भन्छन् सपना बराबर तिम्रो लुकेको इच्छा। अर्को वैज्ञानिक कार्ल जुङ भन्छन् सपना बराबर सबकन्सियस सङ्केत। केही कमन सपना र तिनको अर्थ। उड्ने सपना, फ्रिडम चाहिएको सङ्केत। खस्ने सपना, कन्ट्रोल गुमेको फिलिङ, कसैले पछ्याउने, फियर वा स्ट्रेस। तर ध्यान दिनु, यी अर्थहरू सबैका लागि एकै हुँदैन। के सपना भविष्य देखाउँछ? धेरै मानिस भन्छन् मैले देखेको सपना साँचो भयो, तर विज्ञान के भन्छ? कोइन्सिडेन्स हुन सक्छ, दिमागले मिल्ने कुरा मात्र सम्झिन्छ। सपना फ्युचर प्रिडिक्ट गर्दैन। सपना के हो? दिमागको एक्टिभिटी, इमोसनको रिफ्लेक्सन, मेमोरी प्रोसेसिङ सिस्टम। केही अर्थ हुन सक्छ तर त्यो पर्सनल हुन्छ। आज राति जब तिमी सपना देख्नेछौ, सोच्नु त्यो तिम्रो दिमागको सिक्रेट मेसेज हो। तिमीले सबैभन्दा अचम्मको वा अनौठो सपना के देखेको छ? कमेन्ट।